नमस्ते नमस्ते सम्पूर्णमा धेरै धेरै नमस्ते। म चाहिँ अहिले यो ऋषिकेशको गङ्गा आरतीमा छु हैन। गङ्गा आरती हजुरहरूले देख्न सक्नुहुन्छ। हजुरहरूलाई यहाँको प्रत्यक्ष गङ्गा आरती देखाउँदैछु, हेर्नुहोला। उतापट्टि बोटिङ पनि भइरहेको छ हैन। मैले चाहिँ यो गङ्गा आरती हेर्ने मौका पाएँ आज, एकदमै खुसी लागेको छ। यो शत्रुघ्न घाटको गङ्गा आरती हेर्दैछु म चाहिँ। यहाँको शत्रुघ्न घाटको मठाधीश हाम्रो मनोज द्विवेदी ज्यूले मलाई यो अवसर प्रदान गर्नुभएको छ। धेरै धेरै धन्यवाद पनि, एकदमै खुसी लागेको छ। ऋषिकेश पहिलेदेखि आउने मन थियो हैन, आउन सकेको थिएन, आउने वातावरण मिलेको थिएन। साइकल यात्रामा आउने लेखेको रहेछ अनि त्यही पर होला आज साइकल यात्रा गर्दै गर्दै यहाँसम्म आइपुग्दा यो अवसर मिल्यो, एकदमै खुसी लागेको छ। यहाँहरू पनि हेर्नुहोला। धेरै धेरै धन्यवाद। म देखाउँदैछु यहाँको। अब यो म्युजिक देखाउँ भने चाहिँ कपिराइट भनिहाल्दो रहेछ हैन। अनि यहाँहरूलाई यहाँको म्युजिक चाहिँ म्युट गरेर मैले आरती चाहिँ देखाइराखेको छु, ठिक छ। म चाहिँ आरतीको एकदमै आनन्द लिइराखेको छु। आरती यो 5 जनाले गर्ने आरती हैन। गङ्गा आरतीको थालनी नै ऋषिकेशदेखि भएको अरे। ऋषिकेशमा गङ्गा आरती स्टार्ट भएको अरे हैन। अनि यहाँदेखि सबैतिर अहिले आरती हुन्छ। नेपालमा पनि हुँदैछ भन्नुहुन्थ्यो यहाँको मठाधीशले। एकदमै आनन्द आइरहेको छ। यहाँहरू पनि आरती हेरेर आनन्द लिनुहोला। आरती सकेपछि यहाँहरूलाई धेरै धेरै दिउँसो चाहिँ लास्टै गर्मी हुने हो। यो आरतीको समयमा चाहिँ चिसो चिसो मौसम हुने, एकदम आनन्द आउँदो रहेछ क्या यहाँनिर। यो गङ्गा आरतीको गङ्गाको किनारमा बसेर टक्क आरती हेर्दाखेरि। ल साथीहरू, मलाई त धेरै बोल्न नि आउँदैन, हजुरहरूलाई देखाउन मन लागेर यो आरती चाहिँ हजुरहरूले पनि दर्शन गर्नुहोला भन्न चाहन्छु। ल धन्यवाद। हेर्दै गर्नुहोला। मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला, मोनेटाइजसम्म पुर्याइदिनु होला, ठिक छ। ओके, हेर्दै गर्नुहोला मेरो च्यानल यमुना भ्लग वर्ल्ड टुर। बाई बाई। आरती पुरा सकिन्जेल हेर्नु ल।